कसम भनेको कि सिरियस भयो भने कुनै कुरा त सिरियस पनि हुन्छ नि त मान्छे कसम भनेको कसम भनेको तपाईँ सिरियस हुनेको छिन् तिमी सिरियसै भएर त्यही भएर ल सिरियस भयो म भन त के कुरा बनाएर म बस्दैछु कस्तो 10 चोटि भन्छु नि एउटा कुरा एकचोटि भनेपछि भयो कि भनिहालेँ त म तिमीलाई माया गर्छु भयो भयो तिमी जस्तो रहेछ भयो किन मैले राम्रोसँग भन्दाखेरि कसम मनदेखि माया गर्छु के भनेको थियो नि तला गर्नु जान्छ तिमी साँच्चै सिरियसै भएर कि झुटो नबोलिकन भन न सुने तिमी पनि त्यही हो पुरै मात्र ठुलो तिमीलाई मैले सिरियस भन्दाखेरि गफ लाग्दो रहेछ ठिक छ गफ लाग्छ भन्ने के भन्नु त्यो म भन्दिनँ नि त पास्ट इज पास्ट यस्तो नि त उसलाई छोडे पनि म तिमीलाई पहिल्यैदेखि माया गर्थेँ कि त्यही भएर कस्तो